गाइस वेलकम बैक टू माई अनदर ब्लॉग। आज हामी दुई भाइ कहाँ जाँदैछौँ भाइ? आज हामी जाँदैछौँ अलकोट मल घुम्न जाँदैछौँ। अनि तपाईँहरूलाई हामीले देखाउँछौँ हामी कहाँ कहाँ के गर्छौँ। त्यही हो हाम्रो सानो सानो मिठो ब्लगलाई सबैले सपोर्ट गरिदिनुला नि। त्यही त ल ल हामी ट्याक्सीमा छौँ, ट्याक्सीबाट जाँदैछौँ हामी पाहिला। आज गर्मी पनि दबाएको छौँ ट्याक्सीवाला गयो यार। ट्याक्सीमा बसिकौँ अब हामी जाँदैछौँ नि। मजा आउँछ तपाईँलाई हामीले ट्याक्सीबाट त्यो सिन पनि देखाउनेवाला छौँ। अब एकैछिन फाइनली हामी आइपुग्यौँ अलकोट मल। पछाडि हाम्रो अलकोट मल हो पुरा नि। हामी पहिला पर समुद्रतिर जाँदैछौँ घुम्न समुद्रपट। त्यहाँ माथिबाट मजाले घाममा पारेर आउँछौँ। घाम चाहिँ बवाल छ, घाम चाहिँ बवाल छ। सो हेर्नुहोस् अलकोट मल अगाडिबाट कस्तो देखिन्छ। परतिर समुद्र छ, यो मल हो। हामी मल चाहिँ अहिले पछि जान्छौँ। अहिले चाहिँ हामी पर समुद्रतिर गएर मजाको त्यो फवारा हेरौँला नि मजाको त्यो है। अनि भिडियो सुट गर्नुपर्छ। आएर दुईचोटि होला यहाँ यस्तो घुम्न आएको। तपाईँ पहिले 20 महिना भयो, 20 महिनामा पहिलोचोटि होला यस्तरी आएको। कहाँ घुम्नु गइन्छ अरे? छुट्टीको दिन पनि रुममा सुनिँदा मेरो छुट्टी दिनभरि सुतेर दुई भाइले सुतेर बिताइदिने। कपडा सपडा धोयो, नुहाइ धुवाइ गऱ्यो, बस्यो कोठामा, खायो पकायो सुतिरह्यो। चार्ज चाहिँ आइएको छ। त्यही हो अहिले भित्र गएर तपाईँलाई भित्र मल पनि देखाउँछु। अहिले तपाईँलाई त्यहाँ समुद्रतिर पनि देखाउँछु, जहाज पनि देखाउँछु, सब देखाउँछु तपाईँलाई। हेर्दै गर्नुलाई हाम्रो ब्लगलाई है। हामी आइपुग्यौँ अब यहाँ यो के भन्छ यसलाई फाउन्टेन भएको ठाउँमा। यो म्युजिकसित डान्स गर्छ पछाडितिर पुरा। हामी अहिले बन्द भइदियो अहिले त हिँड्छ कि हामीसित। त्यही हो अहिले यहाँ चलेन म देखाउँछु त बन्द भइसकेको छ। अहिले म्युजिक चलेन चल्छ। त्यही हो हावा चाहिँ बवाल चलेको छ। यतातिर चिसो न है, यतातिर चिसो नै, यतातिर मस्त मौसम छ। सो त्यही हो हामी दुईवटा फोटो खिच्छौँ। अनि त्यो पछि मिलाउँदा हेर्नुहोस् त्यहाँ त्यो झर्ना त्यो बवाल देखाएको है। बनाएको त मेन मेड बवाल छ यार। पहिलोचोटि आएको त्यही हो। अहिले फोटो खिच्छौँ न तपाईँले देखाउँछौँ। बवाल ठाउँ छ गाइस। हेर्नुहोस् पानी छ एकदम मस्त तरिकाले। अनि कस्तो लाग्यो त्यो अलकोट मल भाइ? गुड छ, राम्रो छ। यता छ जानुपर्छ छैन यताबाट। सो गाइस त्यही हो यो अलकोट मलको ब्याक साइडको हो सानो सानो झर्ना भएको ठाउँ। यो त अलग राम्रो छ नि मजा आयो। त्यही त यहाँ पुरै पुरा हामी आउनु त्यतिखेर फाउन्टेन बन्द भयो क्या। अन्त फाउन्टेन माथिको सिन कपाल छ। ऊ त्यहाँ अहिले समुद्रतिर जहाज पनि छ नि। हेर्नुहोस् त्यो फाउन्टेन स्टार्ट हुँदैछ। फाउन्टेन स्टार्ट हुँदैछ। फाउन्टेन स्टार्ट पनि देखाउँछु होला। वान अफ द एउटा राम्रो ठाउँमा छौँ। यहाँ पानी जहाजहरू टन्दैछन्। तपाईँलाई पनि पानी जहाज देखाउँछु मस्त तरिकाले। यहाँ एक रातको कति एउटा मतलब नेपालीले काम गर्छ भन्दा सही छ नि। यो किरायमा पाइन्छ नि याटहरू, यो सबै किरायमा पाइन्छ नि। सब किरायमा पाइन्छ नि। पानी जहाज यो चढेर हिँड्ने हो। यो चढेर किरायमा लग्यो 1-2 घन्टाको लागि मस्त पाइन्छ गरे नि। यो त हेर्नुहोस् यो कहाँ बवाल देखाएको छ यताको सिन। सो घामले गर्दा नि अहिले राउन्ड देखाएको छैन। अहिले ऊ त्यहाँतिर ऊ त्यहाँ पढ्छ। ऊ तिनी पुरानो जहाज पनि छ नि त। तिनी पुरानो जहाज पनि छ। बिग्रिहाल्यो नि चल्छन् सबै। फेरि माछा मार्ने किन सबै पहिला कुवेतमा गरे। यहाँको चाहिँ मान्छेहरू थियो नि तेलमा पाउनुभन्दा पहिला गर्थ्यो गरे क्या। माछा मारेर काम चलाउँदै गरे। यहाँ हेरौँ न क्या बवाल देखेको छ पुरा। हेर्नु है बवाल छ नि। हाम्रो यहाँ हामी चाहिँ अड्डा चाहिँ लाइट हाउस हो कि। हेर्नु क्या छ नि, सही छ लाइट हाउस। अनि सही छ नि दामी छ। यो चाहिँ लाइट हाउस मतलब कुवेतीले पहिला गरे तेल नपाउनु गरे यो चलाउँदै गरे पानी जहाज माछा मार्ने। सो त्यही हो हेर्नुहोस् सेट ऊ त्यहाँ कता याद छ न हेर न कत्रो याद छ। ऱ्यान्डम पानी जानु गरे त्यो फेरि ओइल निकाल्नु भएको थियो। जहाजहरू माछा मार्ने किरायमा पानी जानु गरे कि त्यहाँ किरायमा पाइन्छ गरे। त्यो समुद्रको बिचमा छ त्यो हाम्रो ऊ त्यो पानी झर्ना बनाउनुमा हुन्थ्यो बनाउनुको लागि डुङ्गिया छ नि त गइरह होला है। त्यो त बना अब आफै बनायो होला नि त टक्कै ढुङ्गा हालेर है। सो मजा आएर साथी बेला हामीले यो लाइट हाउस मैले जान्दिनँ दिन होला यार बन्द छ खै जान्दिनँ। फर्स्ट फ्लोरमा आइसक्यो हामी। त अलग तल थियौँ त्यहाँ तल त्यो तल माथि आयो। माथि त आउनु दिँदो रहेछ। पहिला आउनु दिँदो क्या। पहिला नआउ भन्थ्यो क्या। यहाँबाट त आउनु है क्या बवाल देखिन्छ यहाँबाट त। हेर त वाह 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 टपमा नजानु भन्ने छ
जाउँ त माछा जाने छोड्दै पैसा कुरा होइन कि यही देखिने माथि यही देखिने हो त्यही त हो र तर यहाँबाट यस्तो याटहरू हेरौँ न क्या हावा चलिरहेको छ यार बबाल छ बबाल हामी थर्ड फ्लोरमा गएर हेर्न छौँ के कस्तो छ देखाउँछौँ नि थर्ड फ्लोरमा पहिला जान दिँदैन थियो यार पहिला जान दिँदैन कोवेदाको पहिलोचोटि म यस्तै घुम्न अब त्यो जहाजहरू पनि जहाँ लैजाउँछ त्यो सब माथि इन्डिया माथि लास्ट छ यार I love you. Wow, fully enjoy, guys. So I think गरेर माथि आएर अब हामी तलतिर जान लाग्छौँ अब मलतिर जान्छौँ ऊ त्यो मलमा जाने सो मलतिर जान लाग्छौँ झर्ना छौँ हामी यहाँबाट त्यही हो मलतिर गएर तपाईँले देखाउँछौँ हामी यहाँ लागि वाटर ड्यान्स हुन लाग्छ अब एकछोडा हेर्नुहोस् है वाह 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 भेरी नाइस सही 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 छ दाजुभाउ त लाइटिङ हुन्छ हामी पनि कस्तो देख्यौँ वाटरफल पछाडि यो वाटर ड्यान्स हुन जान्छ कि सही छ यार जे होस् आज इन्टरटेनमेन्ट भयो पुरा मजा आएको भाइलाई लिएर आएको घुम्न तर ठिक छ आइयो त यता जाउँ त्यही हो गाइस त्यही हो आउँदैछ भोलि अपलोड गर्छु हेर्नुलाई कस्तो लाग्ला त्यही मोबाइल छ सिन मोबाइल देखिरहेको हाम्रो मजा आयो घुमेर पनि आयो अल्कुन मलको भित्र इन्ट्रेस्टमा आइसकेका छौँ नि अब हामी जाँदैछौँ यहाँदेखि माथितिर 1-2 फ्लोर माथि जानुपर्छ त्यसको लागि सो हामी जाँदैछौँ अनि यहाँबाट अब हल्का नजारा पनि देखिन्छ बाहिरको नजारा देखाउँछौँ तपाईँहरूलाई सो त्यही बवाल छ नजारा यहाँको बाहिरको हेर्नुहोस् त्यही हो मजा बाहिर चाहिँ चिज हो है बाहिर एकदम कोल्ड छ भित्र चाहिँ चिज छ तर लाइट लागेको छ नि यार बवाल छ अनि कसरी लाग्यो भित्र चिसो छ कि ताप छ चिस है मजा आइरहेको छ मस्त आइरहेको छ अल्कुन मलमा आइसक्यौँ हामी यसको इन्ट्रेस्ट यहाँदेखि त मल त जानुपर्छ त्यही हो मजा आइरहेको छ त्यो समुद्र देखिन्छ त्यत्र त्यही हो मजा आइरहेको छ मजा आयो अब त्यही हो अब भित्र गएर केही देखाउनु जस्तो मिल्यो भने देखाउँछु न त्यही त सलाम वालेकुम थकान भइसकेको छ सिधै कोठामा जाने हो सुत्ने सबक्का लागेर यार 1-1.5 घन्टा 2 घन्टा त्यसपछि उठेर खानासाना बनाउने खाने सुत्ने त्यही हो आजको ब्लगलाई चाहिँ यहीँ राख्न एन्ड गरौँ